हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। आज चाहिँ हामी त्रिवेणी धाम सिस्मल घुम्न आएका छौँ। तपाईँलाई यहाँहरूको भिडियोहरू यहाँहरूको उसहरू देखाउने छु म। यहाँ हेर्नु, यहाँ कस्तो राम्रो राम्रो भवनहरू बनाएका छन्। ऊ बाँदरहरू त्रिवेणी धाम आएपछि यो ठाउँहरू कृपया राम्ररी घुम्नु होला, किनभने यहाँ कस्तो राम्रो राम्रो ठाउँहरू रहेका छन्। पुरा खिच्न पुरा कस्तो छड्के त्यो कस्तो राम्रो हो। यो भवनभित्र पनि घुम्ने होला। यहाँ चाहिँ हात्तीको मूर्ति रहेको छ। भिडियो बनाउँछु त्यसपछि हामीलाई छिटो यो त्रिवेणी नदी यहाँ हेर्नु कति राम्रो नेचरल ब्युटी हो। यहाँ साथीहरूले टिकटक गराएका छन्। यस्तै ब्लगमा बनिराख्नु होला। यस्तो राम्रो राम्रो नेचरल ब्युटी हो, यहाँ भिजिट गर्नु होला। ब्लग राम्रो लागेमा लाइक कमेन्ट गरिदिनु होला। यहाँ हेर्नु, हरियाली भएको कस्तो राम्रो ठाउँ हो। यहाँ धर्मशाला भएको ठाउँ हो यो। बस बस बहिनी। यहाँ विष्णु भगवान गरुडदेवको मूर्तिहरू राखेको छ, कस्तो राम्ररी सजाएर। गाइस, त्रिवेणी धाम आएर यहाँ चाहिँ भिजिट गर्नु होला। एकदम नेचर ब्युटी र कस्तो राम्रो भएको ठाउँ छ यहाँ। के अरे यो चाहिँ त्रिवेणी नदीको पानी हो।
यो त्रिवेणी जाम जुन 3 नदीको समूह भनी मिलेर बनेको हुन्छ यो एकदम पवित्र र राम्रो मानेको हुन्छ तपाईँ नेपाल आउनुभयो भने त्रिवेणी धाम पक्का घुम्नु होला किनभने यहाँ एकदम नेचुरल ब्युटी र राम्रो ठाउँ बनेको छ यहाँ राम्रो ठाउँले बनेको छ यहाँको डिजाइनहरू पनि कति राम्रो छ भिडियो राम्रो लागेमा लाइक कमेन्ट सेयर गरिदिनु होला ल बाई बाई